आजभन्दा 2-3 दिन अगाडि एउटा संसारकै रिनाउन्ड हैन एउटा विश्वासिलो भनौँ BBC न्युज च्यानलबाट एउटा भिडियो सार्वजनिक गरियो र त्यो सार्वजनिक भिडियोले नेपालको माहौल तताइदियो। त्यसले चाहिँ भदौ 23 र 24 को जुन चाहिँ नेपालमा घटेको घटना थियो त्यसलाई नै एउटा चाहिँ यो चाहिँ साँचो हो, ट्रुथ यो हो, यो दोषी हो भन्ने तरिकाले जुन तरिकाले निकालिएको थियो त्यो भिडियोले चाहिँ सोशल मिडियाको प्लेटफर्म पनि मजाले तातियो। सबैजनाले आफ्नो तरिकाले विश्लेषण पनि गर्नुभयो। हुन त सबैजना अहिले नेपालमा धेरै एनालिस्टहरू हुनुहुन्छ हैन, धेरै धुरन्धर एनालिस्टहरू हुनुहुन्छ, सबैले आफ्नो तरिकाले गर्नुभयो। तर सबैको, मेरो लगायत सबैको एउटा विश्लेषण एकपट्टि र जुन चाहिँ अहिले हामी कार्की आयोग भन्दैछौँ, कार्की आयोगको विश्लेषण एकपट्टि हो। आखिरमा वैधानिकता त कार्की आयोगले पाउने हो। सो त्यसले गर्दा चाहिँ मलाई आशा छ कार्की आयोगको त्यो प्रतिवेदन पनि छिटै नै आओस् र विथ सत्य तथ्य, है फेरि छिटै नै आओस् भन्दा जे पनि आयो भने सत्य तथ्य आओस् र त्यसले चाहिँ दोषीलाई कारबाही गरोस्, निर्दोषलाई चाहिँ सफाई दियोस् भन्ने मेरो एकदमै धेरै हृदयदेखि नै चाहना छ। र आजको यो भिडियोमा चाहिँ म पनि अरू जस्तै आफ्नो विचार राख्न गइरहेको छु। तपाईहरुलाई के लाग्छ मेरो विचारमा? कतिहरु तपाईहरु एग्री गर्नुहुन्छ हैन, कतिलाई के लाग्छ मलाई तपाईहरुले चाहिँ रेस्पोन्स गर्नुभए त्यो बेस्ट हुन्छ जस्तो लाग्छ है। एनीवे, नमस्ते, म हृदेश राई। आज मलाई के लाग्यो भन्दाखेरि चाहिँ आजको दिनसम्म मैले धेरै समाचार माध्यमहरू देखेको छु हैन, समाचार माध्यमहरूमा आएका समाचारहरू पढेको छु, कुनैलाई विश्वास गरेको छु, कुनैलाई विश्वास गरेको छैन। मेरो विश्वासिलो समाचारहरू मध्ये धेरै कम छन्, 2-4 वटा विश्वासिलो समाचार माध्यमहरू मात्रै बढी म फलो गर्छु। त्यो मध्ये चाहिँ BBC पनि एउटा मलाई विश्वास लाग्ने एउटा समाचार माध्यम थियो। तर जुन तरिकाले BBCले आफ्नो विश्लेषण देखायो त्यो विश्लेषणबाट म त्यति खुसी भइन र मलाई त्यति धेरै चाहिँ त्यो नै ठिक हो जस्तो मलाई लागेन। हुन त मैले त्यति धेरै रिसर्च गरेको छैन, त्यो पनि मलाई लागेन भनेपछि अब म भन्दा बढी रिसर्च गर्ने मान्छेहरू जो चाहिँ यो कुरामा हेरिरहनु भएको छ उहाँहरूलाई त पक्कै पनि आपत्तिजनकै होला जस्तो लाग्छ र त्यसको संसार यो के सोशल मिडियाहरूमा देख्छौँ पनि अहिले अलिकति बदनाम नै भएको जस्तो देखिन्छ BBCको त्यो भिडियो चाहिँ हैन। त्यो भिडियो लगभग 40-45 मिनेटको छ जस्तो मलाई लाग्छ हैन। म हेर्दै थिएँ, मैले त्यो भिडियो 2-3 चोटि नै हेरेँ। एकचोटि हेरेँ चित्त बुझेन, दुईचोटि हेरेँ चित्त बुझेन, 3 चोटि हेरेँ चित्तै बुझेन। अब त्यो भन्दा धेरै हेर्नु चाहिँ टाइम पास गर्नु जस्तो लाग्यो र मलाई भित्रबाट नै असह्य भएर चाहिँ केही मेरो भनाइहरू चाहिँ राख्न मन लाग्यो। त्यो भिडियोमा हेर्ने हो भने, विशेष गरी त्यो भिडियोको बारेमा बोल्ने हो भने चाहिँ विशेष गरी त्यो भिडियोमा 3टा कुरालाई अलिकति बढी फोकस गरेर देखिन्छ र त्यो भिडियो बनाउँदाखेरि मलाई के लाग्छ भन्दाखेरि चाहिँ फोकस गरे जस्तो चाहिँ 3टा कुरालाई भनौँ। एउटा चाहिँ जेनजीको अभियन्ता भनेर चिनिने रक्षा बम बहिनी एकजना हैन। अब जेनजीको अभियन्ता भनेर धेरै भाइ बहिनीहरू छन् हैन, त्यो मध्ये एकैजना रक्षा बम बहिनीलाई मात्रै बढी फोकस गरिएको छ। दोस्रो भनेको चाहिँ हाम्रो मृतक भाइ स्वर्गीय श्रीयम चौलागाई हुनुहुन्छ, उहाँकोलाई पनि अलिकति अरू मृतक भन्दा उहाँको मृतक र परिवारलाई अलिकति फोकस गरे जस्तो देखिन्छ। र त्यस्तै गरी अर्को भनेको चाहिँ नेपालको आन्तरिक सुरक्षा धानेर बसिरहेको नेपाल प्रहरी र अझै भन्नुपर्दाखेरि नेपाल प्रहरीको बागडोर सम्हालेर बसिरहनु भएका पूर्व आइजिपी, उहाँलाई फोकस गरे जस्तो देखिन्छ। अब पहिलो फोकसमा जाउँ। रक्षा बम बहिनी मात्रै अभियन्ता होइन, त्यहाँ अरू अभियन्ताहरू पनि हुनुहुन्छ, तर रक्षा बम बहिनीकै मात्रै फुटेजहरूलाई
र उहाँसँगकै मात्रै इन्टरभ्यू होइन। अरू पनि कोसँग इन्टरभ्यू लिनुभएको हुन्थ्यो होला नि त, तर रक्षा बहिनीकै मात्रै इन्टरभ्यू होइन। त्यो पनि काहीँ इन्फ्लुएन्स हो कि भन्ने एउटा आधार चाहिँ बस्छ है। तर मैले फेरि रक्षा बम बहिनीलाई नराम्रो भनेको चाहिँ होइन। त्यो भिडियोमा अलिकति उहाँलाई फोकस गरेको जस्तो मात्रै देखाइन्छ मात्रै भन्न खोजेको। अब यो भिडियो हेर्ने हो भने चाहिँ यस्तो चलाकीपूर्ण भिडियो बनाए जस्तो मलाई लाग्यो होइन। यहाँ चाहिँ सबैलाई समेट्ने गरी तर फोकस चाहिँ एक पार्टमा क्या, सबै हामीले राखेको छौँ, सबैको कुरा समेटेको छौँ भन्ने हिसाबले बनाइएको छ। तर इन्टेन्सन चाहिँ यतापट्टि हो है, मैले देखाउन खोजेको मेन कुरा चाहिँ यो है भन्ने खालको फोकस गरे जस्तो देखिन्छ। त्यही भएर पनि मैले 3टा कुरालाई भनिएको। भिडियोमा हामीले हेर्ने हो भने सुरुमा रक्षा बम बहिनीले राम्रै तरिकाले इनिसिएसन लिएको देखिन्छ। अहिले भिडियोको बेसमा कुराहरू होइन, मैले भनिहालेँ धेरै अभियन्ताहरू हुनुहुन्थ्यो, बिचरा धेरैले राम्रो तरिकाले गर्न खोजिरहनु भएको थियो होइन। इभन मलाई के थाहा छ भन्दाखेरि जेएनजीहरूले गर्न आँटेको त्यो आन्दोलन भनौँ अथवा त्यो कार्यक्रम भनौँ न, आन्दोलन भन्दा पनि विशेष त कार्यक्रम थियो होइन। कार्यक्रम चाहिँ मेनली चाहिँ माइती घरमा बसेर होइन नराम्रो विसङ्गतिहरूको विरुद्ध अथवा अझै भन्नुपर्दाखेरि भ्रष्टाचारको विरुद्ध कुरा उठाउने र सामाजिक सञ्जालमा लागेको सरकारले लागेको प्रतिबन्ध चाहिँ खोल्नाउने भन्ने त्यो मूल थियो। त कहाँ र कसरी भन्दाखेरि माइतीघर मण्डलाको वरिपरि बस्ने है र शान्तिपूर्ण कार्यक्रम गर्ने भन्ने थियो। इभन त्यो भिडियोमा रक्षा बम बहिनीले बोलेको पनि देखिन्छ, हामी कुनै पनि भौतिक संरचनाहरू भत्काउँदैनौँ, हामी शान्तिपूर्ण कारवाही गर्छौँ भनेको छ। अब हेर्नुहोस् है, तर त्यो कार्यक्रम हुँदै गर्दा त्यो भिडियो अनुसारले मैले भन्छु त्यो हुल बानेश्वरतिर मोडिन्छ। त्यो बानेश्वरतिर कसरी मोडियो त? त्यो बानेश्वरतिर किन मोडिएको छ त्यो भिडियो हेर्नुहोस् त। ताकि आयोजकले भनिरहेछ भित्र गर्ने, तर भिड मोडिरहेछ माथितिर है। त्यहाँ आएर पुलिसले लाठी हानेको होइन साथीहरू होइन, हामीले एकपट्टि मात्रै दोष दिनु हुँदैन। बानेश्वरतिर मोडिन्छ, एक त जाने नहुने ठाउँतिर निषेधाज्ञा लागेको ठाउँ। अर्को कुरा भन्नुपर्दाखेरि कार्यक्रम सञ्चालकहरूले नै माइती घर भनेर तोकिसकेपछि उता जाने बित्तिकै त्यो स्वतः त त्यो भिडको वैधानिकता हुन्छ जस्तो मलाई लाग्दैन। तर पनि एक हिसाबले बालबालिका हो, नाबालक हो, बिचरा गयो भन्ने हिसाबले होइन, अब उहाँहरू त्यति एक्सपिरियन्स हुनुहुन्न भन्ने हिसाबले अगाडि मोडियो होला, ल फाइन, यता पनि मानियो। त्यसपछि त्यो भिड माथितिर लाग्छ होइन। अब जाने क्रममा विभिन्न कुराहरू हुन्छ होला, अब कसैले उक्सायो होला, कसैले के गर्यो होला, कसरी गयो माथितिर गयो। त्यसपछि पुलिस प्रशासनले त्यहाँ बिचमा रोक्न खोजेको जस्तो देखिन्छ, तर त्यो ब्यारियर नै भत्काएर यस्तो लाग्छ कि उहाँहरू चाहिँ अलरेडी जो त्यहाँ जानुभएको थियो नि, त्यो कार्यक्रम आयोजक बाहेक धेरै व्यक्तिहरू चाहिँ बङ्गलादेशको दायाँ बायाँको त्यो जुन चाहिँ डिस्ट्र्याक्सन गर्ने एउटा कन्सेप्ट हुन्छ नि, त्यसरी चाहिँ त्यो भिडलाई हौसाएर लगेको जस्तो देखिन्छ क्या। संसद भवन जलाउने भन्नेतिर गएको जस्तो देखिन्छ होइन। अब त्यहाँ संसद भवनतिर जलाउन गइयो अथवा संसद भवन तोडफोड गर्न गयो, अब त्यो कतिसम्म जायज नाजायज हो तपाईँ हामीले बुझ्न सक्छौँ होइन। त्यो पार्टलाई फरक तरिकाले हेर्न सकिन्छ। त्यो भिडियोमा देखाइन्छ, त्यसपछि त्यता मोडिन्छ। त्यता मोडिँदाखेरि तपाईँले पनि हेर्नुभयो भने एकदमै होइन केही व्यक्तिहरू अगाडि फ्रन्ट लाइनमा बसेका केही व्यक्तिहरू भनौँ, अब सानोभन्दा पनि ठुलो सानो सबै छन् त्यहाँ है। जेएनजी मात्रै होइन, जेएनजी भन्दा अरू मान्छेहरू पनि छन् त्यहाँ। सबैजना चाहिँ अगाडि चाहिँ हिँड्रा हुन्छ र अगाडिको भिड अलिकति एग्रेसिभ नै देखिन्छ, पछाडिको त्यति एग्रेसिभ नभए पनि अगाडिको चाहिँ एग्रेसिभ नै तरिकाले अगाडि गइरहेको हुन्छ र जान्छ। जाँदाखेरि फर्स्टमै तपाईँले हेर्नुभयो भने पुलिसले नेपाल प्रहरीले त्यहाँ रोकेको जस्तो देखिन्छ। त्यो रोक्दाखेरि त्यो ब्यारियर भत्काएर इभन परबाट टर्न गरेर आएर पछाडिबाट पुलिसको साइडबाट छिरेर भत्काएर जान्छ। अब त्यत्रो हुलमा बिचरा पुलिसहरू धेरै नै लिमिटेड नम्बरमा देखिन्छन् होइन। अब त्यो चाहिँ प्रशासनले अलिकति बढी खटाउनु पर्थ्यो के थियो, त्यो आफ्नै ठाउँमा छ। त्यो ब्यारियर भत्केर अगाडि जान्छ अझै। त्यसपछि त्यो भिड छिट्दै गएर संसद भवनमा ढुङ्गामुढा गर्न थाल्छ। हेर्नुहोस् है होइन, पुलिसले त्यति बेलासम्म पनि तपाईँ हामीले फ्याक्ट बोल्नुपर्छ त्यति बेला हामीले, किन भन्दाखेरि हामी सबैजनालाई थाहा छ यो आवेशमा आएर मात्रै पनि हुँदैन र भावनामा मात्रै भएर पनि हुँदैन, योले पनि काम गर्नुपर्छ क्या। यसले काम चलेन भने गाह्रो हुन्छ होइन।
भोलिको दिनमा आजको जुन नयाँ जेनेरेसन भन्नेको जुन चाहिँ जेनजी भनिन्छ होइन, पहिला हामी मिलिनल्स भन्छौँ होइन, हामी मिलिनल्समा पर्छौँ, इभन म मिलिनल्समा पर्छु, जेनवाईमा पर्छु होइन, अब सो कल्ड अहिले भन्ने चलन अनुसार पहिला हामी पनि अहिलेको जेनजी जस्तै नै थियो। अब अहिले यो ठाउँमा आयौँ, हामीले रियलाइज गर्दैछौँ हामी होइन, यो रङ रहेछ यो राइट रहेछ भनेर रियलाइज गर्दैछौँ। त्यसै गरी भोलिको दिनमा आज जेनजी भनेको भाइ बहिनीहरू पनि यो ठाउँमा आउँछ। त्यसपछि फेरि अल्फाको होला, बिटाको होला होइन, के होला, त्यसरी आउँदै जान्छ। सो त्यो एजको ड्युरेसन, त्यो एज उमेर जति छ त्यो यङ हुँदाखेरि अथवा त्यो टिन एजमा एकदमै हाई ब्लडमा हुन्छ र एकदमै एग्रेसिभ हुन्छ भने बिस्तारो त्यो होइन यो परिस्थितिले गर्दाखेरि, एक्सपिरियन्सले गर्दाखेरि, नलेजले गर्दाखेरि चाहिँ मान्छे कुल हुँदै पनि गइन्छ। त्यो नै हो जस्तो लाग्छ मलाई। र त्यो बेला हेर्ने भने एकदमै त्यो भिड एग्रेसिभ भयो र त्यसलाई उक्साउने होइन, हो हल्ला मचाउनेहरू पनि व्यक्तिहरू पनि अगाडि देखिन्थे। अब यो कुराहरू हेर्दाखेरि चाहिँ त्यो भिड चाहिँ एकदमै अनकन्ट्रोल भएर नै त्यता संसद भवनमा ढुङ्गामुढा गरेको देखिन्छ। र ढुङ्गामुढा गरिसकेपछि त इभन त्यहाँ पुलिसहरूको गेट भत्किसकेपछि पुलिसहरू त ब्याक भइसकेको र गोली त्यति बेला त चलेको पनि थिएन होइन। फ्याक्ट भन्नुपर्दा त्यो भत्केर भित्रै छिरेर गान्जाङ गुन्जुङ गरिसकेको देखिन्छ त्यो भिडियो अनुसार चाहिँ, र देखिन्छ। त्यसपछि आएर पछि बल्ल पुलिसले चाहिँ भिड नियन्त्रण गर्न नसक्ने भएर माथि रिपोर्टिङ गरिसकेपछि चाहिँ होइन, त्यही भिडियो अनुसार नै रिपोर्टिङ गरिसकेपछि चाहिँ त्यहाँ चाहिँ के भन्छ कर्फ्यू आदेश, कर्फ्यू लगाइन्छ भनौँ। त्यो कर्फ्यू लगाइसकेपछि अब पक्कै पनि कर्फ्यू लगाएर चाहिँ भिड कन्ट्रोल गरौँ भन्ने नै एउटा इन्टेन्सन होला, आफ्नो ठाउँमा छ। तर त्यो कर्फ्यू लगाइसकेपछि झन् भिडले मान्दै त्यो कर्फ्यूले सुन्ने पनि भएन। त्यो अब तातिएको बेला रगत होइन भने नि मैले, त्यो उमेरमा त्यस्तै हुन्छ, तातिएको बेला रगत उम्लेको बेला त्यो कर्फ्यूलाई बेवास्ता गरेर मान्छेहरू गर्छ। अझै पनि त्यहाँ मजाले गोली चलेको हुँदैन। तर ढुङ्गामुढा बढी भइसकेपछि त्यसपछि आएर चाहिँ इभन त्यहाँ हामीले हेऱ्यौँ भने कुनामा पुलिसलाई थुनेर ढुङ्गामुढा गरिसकेपछिको केसहरूमा चाहिँ अनि त्यसपछि चाहिँ अलिकति परिस्थिति बिग्रिन्छ र गोली चल्छ। गोली चलिसकेपछि पश्चिमतिरको गेटमा एउटा व्यक्तिलाई गोली लाग्यो भनेर उचालेर लगिरहेको देखिन्छ। त्यसपछि आएर दोस्रो गोली भनेको होइन, त्यस्तै गरी दोस्रो तेस्रो गोलीहरू हामीले हेऱ्यौँ भने त्यहाँ लागेको चाहिँ कोही चाहिँ एउटा भाइले फोटो खिच्दै चाहिँ एकछिनमा उसकै अगाडिको एउटाले ढुङ्गा हान्छ अनि त्यसको रिफ्लेक्सनमा चाहिँ होइन अरू अब उताबाट गोली आएर उसको छेडेर यहाँदेखि यता छेडेर जान्छ। सो त्यहाँ हामीले हेऱ्यौँ भने 6 जनाको मृत्यु भएको त्यो भिडियोमा देखाइएको छ। त्यो भिडियोमा मृत्यु भएकोहरूमध्ये त्यहाँ हामीले हेर्दाखेरि तपाईँले हेर्नुभयो भने मैले चाहिँ कस्तो एनालाइसिस गर्न खोजिरहेको भन्दाखेरि चाहिँ हो पक्कै पनि त्यहाँभित्रबाट गोली चलेको, त्यसमा केही डाउट नै भएन होइन। अब कति राइट र कति रङ आफ्नो ठाउँमा छ होइन, त्यो अहिले विश्लेषण कुरा गरौँला। गोली चलेकै हो हामीलाई थाहा छ, गोली चलेर मान्छे मरेकै हो त्यो हामीलाई थाहा छ होइन। त्यो बिबिसीले हामीलाई आजको दिनमा आएर भनिरहनु पर्दैन होइन, तपाईँको इन्फर्मेसन लेट भइसक्यो, त्यो हामीलाई थाहा छ। गोली चलेर गोली लगाएर मान्छे मरेको, बिचरा भाइ बहिनीहरू मरेको भनेर थाहा छ। तर हेर्नु त त्यो एउटा क्यामेरा खिच्दाखेरिको भाइ ढलेको देखिन्छ होइन, बिचरा उसले केही गरेको छैन। र त्यहाँ जति पनि 6 जनाको गोली लागेको देखाइन्छ त्यो सबै इनोसेन्ट टाइपको बच्चाहरू देखिन्छ क्या, 1-2 जना बाहेक है। एउटा भाइ चाहिँ एग्रेसिभली नै अगाडि गएको जस्तो देखिन्छ होइन। तर 2-3 जना भाइहरू चाहिँ एकदमै इनोसेन्ट, बिचरा ऊ केहीमा त्यहाँ छैन, त्यो हुलमुलमा मात्रै छिरेर गएको ठाउँमा गोली लागेको छ। र अझै अचम्मको कुरा त तपाईँले हेर्नुभयो भने जुन चाहिँ त्यो क्यामेराको भाइलाई गोली लागेको छ, मैले पज गरेर पनि हेरेँ, त्यो गोली लाग्दाखेरि उसको लुगा उडे जस्तो पनि देखिन्छ क्या यहाँबाट सट्ट होइन। त्यो गोली लाग्दाखेरि र लडेको भाइको ठ्याक्क अगाडिपट्टि लाग्ने बेला अगाडिपट्टि रातो टी सर्ट लगाएको मान्छेहरू छ र त्यो मान्छेभन्दा पनि अगाडि अरू पनि मान्छेहरू छन्। गोली कसरी टर्न भएर त्यसरी आयो अब मलाई त थाहा छैन, यसमा चाहिँ विज्ञहरूले बढी भन्नुहुन्छ। संसद भवनबाट हानेको गोली धेरै पछाडि बसेको मान्छेहरू, त्यो बिचमा संसद त्यो आन्दोलनको अगाडिपट्टि त्यत्रो मास थियो, त्यत्रो मासबाट छलिएर त्यो गोली लागेको छ। 3-4 जनालाई त्यसरी नै लागेको छ। त्यो एउटा क्यामेरा गर्ने भाइ, अर्को भनेको हाम्रो सिएम हाम्रो स्वर्गीय सिएमको भाइको पनि त्यसरी नै भएको छ। ऊ पनि बिचमा छ, फ्रन्टमा छैन
हैन। त्यो गोली कसरी त्यहाँभित्रसम्म छिर्यो? त्यत्रो मासको पछाडि छौ, उसको अगाडि त्यत्रो मान्छेहरूले आन्दोलन गर्दैछन्, ढुङ्गामुढा गर्दैछन्, त्यसरी छरिएको छ, त्यस्तो छ। त्यो पनि त्यस्तो बिचमा र पछाडिपट्टिको मान्छेलाई गोली लागेको छ क्या है। हेर्नुहोस् त, अझै मैले त एउटा भिडियो पनि देखेको थिएँ, त्यो एउटा एकजनाले चाहिँ गोली चाहिँ लागेको चाहिँ छ, तर एक साइडमा पुलिसको एरिया यता छ, संसद भवन यता छ, पुलिसहरू यता बसेको छ, अर्को साइडबाट लागेको भन्ने जस्तो पनि थियो होइन। अब मैले ठ्याक्क त्यो कहाँ गोली लाग्यो भने चाहिँ मलाई हेडमा चाहिँ थाहा छैन, पोजिसन थाहा छैन, तर हेर्ने हो भने त्यो पनि कुरा ठिक जस्तो लाग्छ होइन। र अर्को कारण भनेको पछाडि बसेको व्यक्तिहरूलाई गोली लगाइरहेछ क्या। पुलिसले हाल्दा त गोली त कहिले पनि नागबेली तरिकाले त आउँदैन, सिधा जान्छ भनेपछि कसरी त्यसरी चाहिँ पछाडिको मान्छेलाई मात्रै गोली लगाइरहेछ, अगाडिको मान्छेलाई त्यति गोली लागेको छैन। अथवा अगाडिको गोली लाग्यो भने पछाडिलाई कसरी गोली लाग्यो? अगाडिको साफसुफ भएपछि बल्ल पछाडिको लाग्नुपर्ने थियो होला। र मानव कुनै एउटा एक दुईवटा चाहिँ ठ्याक्क यस्तो पोजिसन हुँदाखेरि ठ्याक्क बिचमा सट्ट छिरेर आयो भन्न सकिएला, तर प्रायः त एउटा आउला, दुईवटा आउला, 5-6वटै नै त्यसरी आउँछ भन्ने त हुँदैन होइन। इभन अर्को भाइ कहाँ ढलेको छ भन्दाखेरि चाहिँ बानेश्वरबाट माइतीनगर जाने बाटोतिर ढलेको छ होइन। भनेपछि केही यसमा रहस्यमय छ। र मलाई यो घटना देखेर चाहिँ के पनि लाग्छ भन्दाखेरि चाहिँ राष्ट्रवादीहरूको जुन चाहिँ प्रोग्राम भएको थियो तिनकुनेमा, हेर्नुहोस् त त्यहाँ पनि एकदमै राष्ट्रवादीहरूलाई घोर अन्याय भएको छ। फ्याक्ट भन्नुपर्दाखेरि आयोजक समितिले जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिएर तिनकुनेमा गरिएको प्रोग्राम थियो। त्यो प्रोग्राममा कसैले केही नगरिकन, त्यहाँ केही गरेको छैन, त्यो त स्वयं मै त्यसको चाहिँ त्यो छु, प्रमाण छु। मेरो अफिस जाने बेला म त्यही बाटो हिँडिरहेको थिएँ होइन, ठ्याक्क त्यही बाटोबाट गइन्छ। म अफिस जाँदाखेरि नै त्यहाँ राष्ट्रगान हुँदै नै अशुभ्यास चल्न थाल्यो क्या। त्यहाँ ढुङ्गाबाट केही भएको छैन। राष्ट्रगान हुँदाखेरि अशुभ्यास कसैले हान्छ? कसले हान्यो? पुलिस प्रशासनले हान्यो कि पुलिस प्रशासनको रूपमा अथवा पुलिस प्रशासनको आडमा अथवा पुलिस प्रशासनलाई बदनाम गर्ने केही तत्त्वहरूले चाहिँ कसैको नुन खाएको जोगमा त्यो गर्यो होइन। त्यहाँबाट स्टार्ट भएको त्यो पनि, त्यहाँ पनि त्यसरी चाहिँ त्यो शान्तिपूर्ण कार्यक्रम चाहिँ बिथोलिएर चाहिँ एकदम हिंसात्मक बन्न गयो। त्यसको जिम्मेवारी को लिने? त्यतातिर पनि हुनुपर्छ जस्तो लाग्छ मलाई। सो त्यसबाटै प्रेरित भएर अब त्यहाँ घटना घट्यो, घर जल्यो, यस पत्रकारले चाहिँ ज्यान गुमाउनु पर्यो। त्यस्तै गरी यतापट्टि स्वर्गीय हाम्रो अहिले भनौँ न सबिन महर्जन, उहाँलाई गोली लागेर उहाँको निधन भयो। त्यो भिडियो पनि हामीले हेर्न सक्छौँ। त्यहाँ पनि सबिन महर्जनले एउटा ढुङ्गा हानेको छैन, केही गरेको छैन, उसलाई त्यत्तिकै गोली हानिएको छ। हेर्नुहोस् है। अब यो घटनाहरूको पनि निष्पक्ष छानबिन हुनुपर्छ। र मलाई के लाग्छ भन्दा यो घटनाहरूबाटै प्रेरित भएर केही पक्षहरूले, केही व्यक्तिहरूले चाहिँ त्यसरी नै 23 र 24को घटनालाई चाहिँ दबाउनको लागि त्यो घटनाहरू अथवा मान्छे मार्ने, त्यस्तो ढुङ्गा हान्ने, मान्छे मार्ने कार्यक्रमहरू, त्यो खालको एक्टिभिटिजहरू गर्यो जस्तो मलाई लाग्छ होइन। त्यहाँ तिनकुनेमा हुँदाखेरि पनि खासै सपोर्ट जनताले देखाए जस्तो गरेनन्, त्यसबाट चाहिँ हौसिए क्या। त्यसले गर्दाखेरि नै हेर्नुहोस् त, हामीले नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ। नराम्रोलाई हामीले आँखा चिम्ले जस्तो गऱ्यो भने भोलि आफूलाई पर्छ। त्यति बेला गरेको भए पक्कै पनि 23 र 24को घटना यति विध्वंस हुँदैन थियो। किन भन्दाखेरि जनता अवेर भएछन्, हामीले धेरै चलाखी गर्दाखेरि पनि जनताले हामीलाई चिन्दो रहेछन्, पक्रिन सक्दो रहेछन् भन्ने हुन्थ्यो। त्यसलाई आलटाल गरियो होइन। ठुल्ठुलो मिडियाहरूले पनि त्यसलाई हाइलाइट गरेनन्। त्यसबाटै इन्फ्लुएन्स भएर केही व्यक्ति, त्यही गुटहरूले चाहिँ त्यो बेला चाहिँ त्यो घटना घटाए जस्तो लाग्छ मलाई। 23को घटना जुन चाहिँ बालबालिकाहरू मारियो होइन, त्यसरी त्यहाँ चाहिँ त्यसरी घटना भयो। अब त्यसमा चाहिँ हुनसक्छ कोही चाहिँ बाहिरको मान्छेहरूले पनि गोली प्रहार गरेको पनि हुनसक्छ, त्यो भिडलाई उक्साउनका लागि होइन। किन भन्दाखेरि पछाडिपट्टिको मान्छेलाई गोली भनेको कहिले पनि नागबेली तरिकाले आउँदैन, स्ट्रेट आउँछ होइन। काहीँ न काहीँ अगाडि छोएर आउनुपर्नेमा त्यस्तरी छलेर गोली त्यसरी आउँदैन, एउटा मलाई लागेको चाहिँ। अर्को कुरा भनेको चाहिँ
पुलिस प्रशासनहरूमा मध्ये पनि पुलिस प्रशासनहरू त हेर्नुहोस्, अहिले हाम्रो नेपाल प्रहरीभित्र यति यो नेताहरूले यति नराम्रो बनाइदिएको छ कि तपाईँको राजनीति घुसाइदिएर होइन, बिचरा राम्रो प्रहरी सङ्गठनलाई पनि बदनाम गर्नेतातिर लगिदिएको छन्। र त्यो मध्ये केही एक दुईजना प्रहरीहरू छन् जसले चाहिँ प्रहरी सङ्गठनलाई नै बदनाम गर्ने कामहरू गर्नुहुन्छ। त्यसको मैले पनि भोगेको छु होइन। नेपाल प्रहरीको केही व्यक्तिहरूबाट चाहिँ मैले पनि नराम्रो, मसँग नराम्रो एक्सपिरियन्स छ। तर त्यो भन्दैमा सबैजना प्रहरीहरू नराम्रो भन्ने हुँदैन है। आजको दिनमा हामीसँग प्रहरी भन्नु के हुन्छ? त्यो 23-24 पछि हेर्नुहोस् त, प्रहरी नभएर कस्तो गाह्रो भएको थियो। ट्राफिकदेखि लिएर चोरी डकैती कति बढेको थियो। सो प्रहरीलाई हामीले स्किप गर्न सक्दैनौँ, प्रहरी हामीलाई चाहिन्छ होइन। र एउटा प्रहरी दुईवटा प्रहरीको गल्तीलाई हामीले सबै प्रहरी सङ्गठनलाई हामीले दोष दिन मिल्दैन। अहिले जति हामीले आज प्रहरीलाई गाली गरौँ, आखिरमा भोलि केही पर्दाखेरि त्यो प्रहरी नै चाहिने। त्यसले गर्दाखेरि एक दुईजनाको गलतलाई हामीले सबै सङ्गठनलाई गलत भन्नु हुँदैन। र प्रहरी सङ्गठनहरूले पनि आफ्नो छवि सुधार्न चाहिँ ट्राई गर्नुपर्छ। त्यो चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु प्रहरी सङ्गठनलाई। तपाईँहरूले पनि सक्दो आफ्नो छवि सुधार्नुहोस्, सहीलाई साथ दिनुहोस्, गलतलाई छोड्दै नछोड्नुहोस् होइन। तर मान्छे पब्लिकसँग प्रेजेन्ट हुँदाखेरि प्रेजेन्ट गर्ने तरिका, मान्छेसँग बोल्दाखेरि हुन्छ, काम गर्दाखेरिको तरिकाहरू पनि त्यो चाहिँ केही फेरबदल गर्नुपर्ने जस्तो चाहिँ, अथवा सुधार्नुपर्ने जस्तो मलाई लाग्छ है। हुन त मैले मेरो सर्कलमा पनि प्रहरी साथीहरू हुनुहुन्छ, मैले उहाँलाई पनि भन्ने गर्छु त्यो कुराहरू चाहिँ। सो त्यो गोलीको काण्डमा चाहिँ त्यो मान्छेहरू बितेको, त्यो भाइ बहिनीहरू बितेकोमा चाहिँ मलाई चाहिँ त्यो पछाडिको भाइ बहिनीहरूलाई कसरी गोली लगाइरहेको छ अचम्म लाग्छ होइन। बिचरा त्यो सिएम भाइको जुन चाहिँ अलिकति फोकस गरेको छ बिबिसीले, त्यहाँ फोकस गरेर इनोसेन्ट व्यक्तिलाई अलिकति राखिएको छ। एग्रेसिभ व्यक्तिहरू पनि त्यहाँ थिए, उनीहरूलाई पनि गोली लागेको छ। तर अब त्यो यसलाई राख्दाखेरि आई डोन्ट नो, 2-3जनालाई मात्रै किन फोकस गरेको हो होइन। 40 मिनटको भिडियो टाइम छोटो भएर हो कि अथवा के हो थाहा छैन। तर बिबिसीले के एउटा गलत गरिरहेको छ भन्दाखेरि चाहिँ पुलिसले नै श्रमिक भाइलाई गोली हान्यो भनेर उहाँहरूले एक खालको त्यसरी दर्शन खोज्नु भएको छ अर्को इन्सिडेन्ट मार्फत चाहिँ होइन। र तर गोली लागेको पोजिसन हेर्ने हो भने अलिकति पुलिस साइडबाट आउने गोली अलिकति अप्ठ्यारै हुन्छ जस्तो लाग्छ मलाई। त्यसरी नै सब अगाडिको त्यस्तोले नै छलेर आउँछ जस्तो लाग्दैन होइन, त्यस्तो छ। र अरू घाइते अथवा त्यो निधन भएको व्यक्तिहरूको पनि लगभग त्यस्तै नै हामीले देख्छौँ। सो यी कुराहरूले गर्दाखेरि चाहिँ निष्पक्ष छानबिन हुनुपर्छ जस्तो लाग्छ। र जहाँसम्म आयो अब पछि आइजिपीको आदेशमा चाहिँ गोली हानियो भन्ने कुरा आएको छ होइन। तर त्यो भिडियोमा पनि के राखिएको छ भन्दाखेरि चाहिँ 12:30तिर मुफ्ती आदेश गरिएछ। त्यसपछि त्यो कल लगहरू हेर्ने हो भने उहाँहरूले कहाँबाट पाए थाहा छैन, तर त्यो कल लगको बेसमा पनि हेर्ने हो भने पनि पुलिसहरूले बारम्बार चाहिँ साह्रो अप्ठ्यारो परिसक्यो या भिड नियन्त्रण गर्न गाह्रो भइसक्यो भनेर भनिरहेको छन्। र माथिबाट अर्डर आउँदाखेरि पनि रबरको बुलेट युज, पानीको फोरा युज गर्नु, रबरको बुलेट युज गर्नु, आगोलाई नियन्त्रणमा लिनु, दमकल चलाउनु भन्ने नै छ, मान्छे मार्नु भन्ने काहीँ पनि छैन। र अन्तिममा जसरी विश्लेषण गरिएको छ आइजिपीलाई फोकस गरेर, आइजिपीले के भन्नुभएको छ भन्दाखेरि त्यो भिडियो अनुसार पनि 12:40मा कर्फ्यू लागिसकेको छ होइन। अब आदेश कुर्नु परेन, आफ्नो तरिकाले आवश्यक भन्ने के हो त होइन। एग्रेसिभली यो तिमीहरू अगाडि बढ भन्नेको छैन कि आवश्यकता अनुसार चाहिने जति बल प्रयोग गर्नु र भिडलाई नियन्त्रणमा लिनु अथवा भन्ने खालको बुझिन्छ त्यहाँ। त्यति हेर्दाखेरि पनि होइन, पोजिटिभली हेर्ने भने, अब नेगेटिभली हेर्नु भने त अनेक थरीको लाउन सकिन्छ। तर पनि गोली प्रहार गर्नु होइन, एकदम अत्याधिक बल प्रयोग गर्नु भनेर भनेको छैन। भनेदेखि आइजिपीको गलत, आइजिपीलाई कहाँबाट गलत देखिन सकिन्छ होइन। त्यसरी त हामीले पुलिस प्रशासन, इभन तपाईँको त्यहाँ लगमा हेर्नु भने पुलिसले कहीँ गोली हान्नु भनेको छैन, रबरको बुलेट युज गर्नु भनेको छ होइन। खुला तल, खुट्टा तल, कहीँ पनि तपाईँको यस्तो गर्नु नेगेटिभ भनिएको छैन। भनेपछि पुलिस प्रशासनलाई स्वतः बदनाम गर्ने काम गरिएको छ। तपाईँ हेर्नुहोस्, एकचोटि फेरि हेर्नुहोस्, पज गरेर हेर्नुहोस्। त्यो लग, त्यो जुन हाइलाइट गरेको छ Peter 1 P1 भन्ने एउटा निर्देशन आएकोमा उहाँले हाइलाइट गर्दाखेरि तलमाथिको हेर्नुहोस् तपाईँहरूले होइन। Peter 1 देखि लिएर इभन
हैन। पिट्रो वानदेखि लिएर K1 कोमा पनि हेर्न त्यहाँ भनिएको छ हैन, न्यूनतम आवश्यक बल प्रयोग गर्नु भनेर भनेको छ। K1ले पनि भनेको छ, पिट्रो वानले पनि आवश्यक बल प्रयोग गर्नु मात्रै भन्नुभएको छ हैन। सो त्यसले गर्दाखेरि चाहिँ पुलिस प्रशासनलाई एकदमै गलत तरिकाले उल्थ्याएर उनीहरूले देखाउन खोजेको, तर भन्न चाहिँ एकदमै पुलिसले गर्दाखेरि नै हानेको, पिट्रो वानको आदेश अनुसार मान्छे मारेको तरिकाले लगेको छ, त्यो जुन चाहिँ बिल्कुलै नाजायज हो, त्यस्तो गर्न मिल्दैन हैन। र अर्को कुरा भनेको BBC भनेको हाम्रो आयोग होइन, BBC हाम्रो लिगल कुरा होइन। त्यो BBCले त्यसरी कुनै पनि देशको इभन नेपाल प्रहरीको एउटा आन्तरिक सुरक्षालाई मेन्टेन गर्ने एउटा सङ्गठनलाई हैन, एउटा बडीलाई उहाँहरूले त्यसरी भन्नु चाहिँ बिल्कुलै नराम्रो हो। मेरो एकदमै त्यो प्रति चाहिँ BBC प्रति एकदमै मेरो चाहिँ डिसएग्री गर्छु म यो कुरालाई चाहिँ। उहाँले एकदम मनन गर्नुपर्छ। यत्रो रिनाउन्ड न्युजले यस्तो फाल्तु यो हामी भन्छ नेपालमा यो युट्युबरहरू जे पाए त्यही पोस्ट, त्योभन्दा पनि तलको गइगुजरेको यो भिडियो निकालेकोमा चाहिँ मलाई एकदमै चित्त बुझेन है। अब यो 23 र 24लाई विभिन्न तरिकाले विश्लेषण गर्न सकिन्छ। हेर्नुहोस्, मेरो विचारमा चाहिँ 23 र 24लाई विश्लेषण गर्दा म 3टा फेजबाट गुज्रेको व्यक्ति हो। पहिलो दिन जुन दिन बच्चाहरूको निधन भयो हैन, मलाई एकदमै खुन तातेको थियो। रातभरि सुन्न सकेन, म पनि फ्याक्ट भन्नुपर्दा रातभरि सुन्न सकिएन हैन। कसरी हुन्छ, जाउँ यिनीहरूलाई पनि पुलिसदेखि रिस उठ्यो, त्यसपछि सरकारको मान्छेहरूदेखि रिस उठ्यो, प्रधान सबैसँग रिस उठ्यो, एकदमै रिस उठ्यो। त्यसपछि 23-24को घटना घटिसकेपछि मलाई फेरि के रिस उठ्यो भन्दाखेरि घट्यो र पुलिसहरूले बिचारा त्यो पुलिसहरूलाई हेर्नुहोस् त, प्रहरीलाई केसम्म गर्यो मान्छेले हैन। त्यस्तो पनि गर्छ कसैले। त्यो देखेर चाहिँ मलाई के लाग्यो भन्दा चाहिँ तपाईँ हामीले हेर्ने हो भने आजको दिनमा ज्यानभन्दा कुनै कसैको ज्यानभन्दा कसैको है लाइफ इज भेरी भेरी इम्पोर्टेन्ट देन एभ्रिथिङ इन दिस वर्ल्ड। सबैभन्दा ठुलो चाहिँ लाइफ हो हैन। कसैको लाइफलाई त्यसो गर्ने चाहिँ त्यसको ज्यानमै असर पर्ने गरी, जिन्दगीमा असर पर्ने, इभन मृत्यु, त्यो भनेको त एकदमै नराम्रो कुरा हो। त्यसमा त केही नै, त्यसमा त छँदै छैन। त्योभन्दा ठुलो नराम्रो कुरा त केही नै होइन। तर कसैले पनि मान्छे मार्छु भनेर इभन इन्टरनल कन्फ्लिक्टमा त्यस्तो हुँदैन क्या। तपाईँ हामीलाई दुश्मन छ भन्छौँ नि, हामी दुश्मनले पनि मार्ने नै भनेर त्यसो गर्दैन क्या। त्यो एकदमै अन्तिम उपाय हुनसक्छ क्या, अथवा अन्तिमको अन्तिम होइन। त्यसले गर्दाखेरि पुलिस प्रशासनले पनि त्यसरी मान्छे नै मार्छु भनेर गरेको होइन होला, जहाँसम्म लाग्छ होइन। उहाँले पनि त्यो भिडलाई कन्ट्रोल गरौँ भनेर हुनसक्छ। र अघि मैले भने जस्तै कोही चाहिँ 15 गतेको त्यो राष्ट्रवादीको आन्दोलनबाट इन्फ्लुएन्स भएर चाहिँ एक दुईजनालाई यस्तो गऱ्यो भने सो त भिड नियन्त्रण हुन्छ भन्ने पनि हुनसक्छ है। फेरि वी डोन्ट नो त्यो पार्टमा चाहिँ। तर हामीले यसो हेर्ने हो भने जसलाई चाहिँ कुनै चिजको आर्मी, पुलिस, सुरक्षासँग सम्बन्धित सङ्घ सङ्गठनहरू छ, उनीहरूलाई के रेस्पोन्सिबिलिटी दिएको छ भने उसको ड्युटी भनेको त्यसलाई सेक्योर गर्ने हो क्या होइन। हो, मान्छे मार्नु ठिक होइन, मैले फेरि भन्दैछु, तर होइन त्यो मान्छेहरू कसरी आएको छ त त्यसले पनि म्याटर गर्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ यो पार्टमा पनि हेर्नुपर्छ जस्तो लाग्यो मलाई 24 गतेको घटनापछि। र त्यो 24 घटनापछि चाहिँ मलाई के लाग्यो भन्दा चाहिँ एक खालको मनमा चाहिँ त्यसरी जो के अरे संसद भवनहरू जलाउन गइसकेपछि यताउता गएपछि त पुलिसले गोली हानिहाल्छ नि भनेर मलाई एक खालको फेरि आन्दोलनकारीहरूप्रति पनि मेरो रिस आयो क्या, मलाई रिस उठ्यो क्या। त्यसरी जाने, अर्काको घर यसको गर्ने जनताको छ होइन, यत्रो 3 करोड जनताले ट्याक्स तिरेर बनाएको हो यो, यसरी चलाउने यताउता, त्यस्तो पुलिसले संरक्षण गरिहाल्छ नि, यताउता भइहाल्छ नि भनेर मलाई त्यतातिर पनि भएपछि पहिलोचोटि फर्स्ट फेजमा पुलिस प्रशासन यतापट्टि सरकारतिरको मेरो नेगेटिभ एग्रेसिभनेसले गर्दाखेरि, दोस्रोमा चाहिँ फेरि यतापट्टिको फिलिङ्सले गर्दाखेरि भनौँ न, मनले गर्दाखेरि पुलिसहरूले कुडा खाएको, दायाँ बायाँ गरेको देखेर, संरचना चलेको देखेर भावुक भएर त्यतातिर। र तेस्रोमा आउँदाखेरि चाहिँ म कहाँ निष्कर्षमा पुगेँ भन्दाखेरि चाहिँ बच्चाहरू मार्ने भइहाल्यो र साथै त्यो बच्चाहरूलाई उक्साउने हामीले बिर्सिएको एउटा पाटो भनेको कसले उक्साएर त्यहाँ लाग्यो। कार्यक्रम छ माइतीघरमा, संसद भवन हान्न गइरहेछ, त्यो उक्साउने मान्छेहरू सबै होइन, फेसबुक होस्, इन्स्टाग्राम होस्, जुनसुकै सोसियल मिडिया होस्, जुनसुकै पोस्ट होस्, त्यहाँबाट बच्चाहरूलाई, बिचरा यङ बच्चाहरूलाई उक्साएर त्यो ठाउँसम्म पुर्याउने व्यक्तिहरू बच्चाहरू होइन। अब थर्ड फेजमा मेरो सोच चेन्ज भयो, बच्चाहरू होइन,
किन भन्दाखेरि मैले आफूले आफूलाई राखेर हेरेँ। म यङ टिनेजमा त्यस्तै थिएँ। मलाई वाट इज रङ र वाट इज राइट थाहा हुँदैन थियो। म उक्साहाटमा लान्थेँ होइन। सर्ट कुराले नै हिट गर्थ्यो। त्यसले गर्दाखेरि चाहिँ त्यो बच्चालाई उक्साएर त्यहाँसम्म लाने र मार्ने मराउने जुन चाहिँ त्यो घटना भयो, दुइटै दोषी हुन्। त्यसले गर्दाखेरि म सबैलाई के आग्रह गर्छु भन्दाखेरि तपाईँहरूले त्यो घटनालाई कसरी हेर्नुभयो, म त पीडितको साइडबाट पनि के भन्छु भने तपाईँहरूलाई उक्साउने मान्छेहरू आज हेर्नुहोस् कहाँ छन् होइन। आज कहाँ छन्, के गरेर आएको छन् त्यो पनि हेर्नुहोस्। हामी उक्साहाटमा लाग्ने होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले सबै साइडबाट हेर्नुपर्छ है। सरकारको पक्ष एउटा होला र ब्याक साइडमा कसले खेलिरहेको पनि थियो पक्कै पनि त्यहाँ त्यो सबै देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो ब्याक साइडमा खेल्नेदेखि लिएर उक्साउने, इन्डाइरेक्टली उक्साउने, डाइरेक्टली उक्साउने सबैजना चाहिँ यसको भागीदार हो। जो छन् कलाकारदेखि लिएर राजनीतिज्ञ जोसुकै होस्, सबै तिनीहरू चाहिँ भागीदार हो। कसैले आफ्नो छोरा पठाएको छ यार, बच्चाहरू भाइहरू पठाएको छ, सबैले नजा भनेर छ। त्यो जनताको छोरा चाहिँ जानु, यसो गर्नु, यहाँ ऊ गर्नु, त्यहाँ ऊ गर्नु, कसैले प्लान बनाइरहेको भिडियो छ। दे अल आर क्रिमिनल्स। त्यसले गर्दाखेरि चाहिँ संयमतापूर्वक चाहिँ विवेक युज गरौँ। हामी विवेक युज गरेर चाहिँ हाम्रो कुराहरू राखौँ। र मलाई जहाँसम्म लाग्छ यो कार्की आयोगको प्रतिवेदन पक्कै नै निष्पक्ष तरिकाले आउँछ र सबैले चाहिँ दोषीले कारबाही पाउँछन्। मलाई धेरै भन्न केही पनि छैन होइन। एकदमै म दुखी छु त्यो 23-24 को घटना र अगाडि राष्ट्रवादीको घटनादेखि पनि होइन। दमन गरेकै हो होइन, तर दमन गर्नको लागि कसले चाहिँ दमन गर्यो त्यसको चाहिँ उचित छानबिन हुनुपर्छ। न कि एकदम सच्चा देशभक्त सिपाही होस् अथवा जनता होस्, सबैले सम्मान पाउनुपर्छ होइन। त्यसरी सबैलाई एउटै बास्केटमा राखेर हामीले इभ्यालुएट गर्नु हुँदैन। यति भन्दै मेरो विचार यहीँ व्यक्त गरेँ। तपाईँहरूलाई के लाग्छ, तपाईँहरूको राय सल्लाह दिनुहोला। नमस्ते, जय नेपाल।